सबै निकाल्नु पर्यो नि। को गराउँदैन भने माई च्यानल हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। अनि आज चाहिँ हामी यहाँ देख्न सक्नुहुन्छ, यता देखाउनु, यता देख्न सक्नुहुन्छ हामी मल छर्दैछौँ। अनि हामी यहाँ लसुन रोप्न आँटेको, लसुन अनि साग रोप्न आँटेको। अनि त्यसपछि आज दिनभरि के हुन्छ भनेर देखाउँछु हजुरहरूलाई। स्टे ट्युन। जान उतै उतै खनाउने हो क्या, बोकेर जानु त्यो बाल्टिङ। खोलामा होइन होला, उतैतिर। यो चाहिँ धानको हो कि गाईहरू। अनि त्यसपछि सबै निकाल्नु पर्यो नि। ओइ 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 ललिस घोप्टाइदिने र त्यहीँ होला कि उतै होला, उतै 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 साइडमा घोप्टा त छ। छर्रा आएन कि ठुलमामी कहाँ गयो? मल छर्दैछु, यस्तै होला नि होइन, यस्तो त होला नि। को गराउँदैन भने मल भने त मल भने त्यो सेतो सेतो त्यो मल हुन्छ नि, त्यो बोरामा त्यस्तो मल होला भने यस्तो मल मलाई के थाहा, यस्तो मल होला भनेर। यस्तो गाईको मल चाहिँ मलाई थाहा छ कि, तर यस्तो छर्ने भनेर त्यो सोचेको थिइनँ क्या। त्यो सेतो सेतो मल होला भन्ने ठानेको मैले। ल अब म खन्न पनि जाँदैछु है गाइज, खन्न पनि म फर्स्ट टाइम हो। खनेको छैन, म त्यो पनि एक्सपिरियन्स गर्छु टुडे। अनि मैले लसुन पनि आज रोपेन, म त्यो पनि रोप्छु। म सब सिक्छु के, म सब सिक्दै हो क्या गाइज। ल अब मैले झन् यस्तो सबै काम सिकेपछि त मलाई पाउनु कति भाग्यमानी होला त। ला अहिले ठुलो मम्मीले होइन रहेछ भने यस्तो गर्ने, अनि मलाई मार्छ। अनि यस्तै छर्देखा कसो एउटै भिडियोमा हो त्यो सब हुन्छ। खन्ने स्टाइल होला होला भन्छ नि। अब खन्ने त खने, अब कस्तो कस्तो किन आएको गर्दो रहेछ है, इजाब खनेर। यसमा चाहिँ कसरी खन्ने हो? ठुलो म्याउनु भयो। मैले मल त छरे, तर कसरी छर्ने? यसो गरेर यस्तो 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 गर्दै खन्ने यस्तै हो। हो मल चाहिँ पुग्यो कि पुगेन? अयो यस्तो खन्ने पहिला हान्दैन भयो होला हौ रिहान्छ। अहिले पछि बेसरी घाम चर्किन्छ, गाह्रो हुन्छ क्या दिउँसो। अहिले गर्नु पार्दैन। ल
के देखाएर अघि मेरो त्यहाँ भन्दैछु आइसकेपछि सही भन्नुहुन्छ के गर्नु हाँसे किन मलले गाइदिन्छ टाउको हालिदिन्छ तिग्रा देखाएको हेर्नु तिग्रा अब हो छोड्दै त्यो लामो नै पार अब अहिले अर्को लगान अनि त्यहाँबाट त्यो त धुनु परिहाल्छ अनि त्यहाँ आएपछि के उ गर्नु किन उ गर्ने गरी गर्नु पर्यो लाम पारेर ल्याम्राङ ल्याम्राङ हुन्छ नि त त्यही भएर कट्टु लाएर आइज भन्नु थियो भयो होला है यहाँ त मल अनि भाइन अलि हाल छ्या हात दुखिसक्यो ओइ रिन्छ अब मल किन्नु जान्छ रियाज हेलो गाइस अब हामी मल लिन गइरहेको है शिवनजी त्यहाँ पुगिसके ल हामी पनि जाऊँ है त आइरहेको छ त बिस्तारै हाई हामी चाहिँ अब मल सकेर मल लिन जान आँटेको हात हेर्नु हात भात खाने हातमा त गु पस्यो गु गाईको गु अब उता हामी त्यहाँ गाईको गोठ लिएर जान आँटेको के अरे मल लिन मल किन्न मल किन्न यसरी गर्दै भिडियो हे 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 यता आउनुहोस् उता एन्टी लाइट पर्छ कि त्यस गु खान्न कहाँ हिँडे यही हो त ए आइज आइज कस्तो गाउँ जस्तो के यहाँ आउनु मिल्दैन हो जाम कुदेँ हेर नि त्यहाँ म चाहिँ क्यामेरा बोकेर बसेको छु म चाहिँ कसरी कुद्नु होला यहाँ चाहिँ मल पाइन्छ है गाइस लिन आउनु होला मल चाहिएमा सम्पर्क गर्नु होला भिडियो बनाएर छ के मल चाहिएमा सम्पर्क गर्नु होला है गाईको शुद्ध मल टिकटक वाली युट्युब वाली युट्युब होइन नगर खाँदी ल्याउ सकेदेखि लैजा है बोक्न त सक्नु पर्यो नि सक्छ है यस्तो अवस्था सकेपछि हो नि यस्तो बेला पनि नसकेर म भने यति एक खेप सकाएको छोरी भन्दैछु त यहाँ आमै मेरो लुगा नै फोहोरो भयो आज लसुन हालेर है लसुन ओ माई गर्नु आइज न हात भन्यो भने त कसरी दुईचोटि उचाल न हल्का खा त छ हल्का हल्का छ सुक्खा छ झन् अस्ति हामीले ल्यात लगेको यहाँ त छ भनेर उनी भएको थिएन यहाँ त्यो उसबाट के कति गड्योला रहेछ अनि गोडुला गएको मलाई झन् कस्तो राम्रो हुन्छ आमै म त यत्रो बोक्न सक्दैन यार सक्छ है तेरो हातले मलाई सकेन भने बाटोमै झऱ्यो भने यत्रो अनि कस्तो भयो होला अब त भने भयो भयो के यो मलमा यस्तो नलान्छ म तँलाई आइडिया छ ऊ भन्न भएको मल बोक्न आँटेको गाई सक्ने कि नसक्ने अब सक्ने हो यो बोकेको उ गरिदिए है ल बनाइदिए ल ल त्यो स्टप गर अहिले अनि कसो त कसरी बोकाउनु होला है यसलाई यो सामान त टाउकोमा अटेन मेरो यो अलिकति माथि लगाइदिनु न समाइदिनु त अलिकति त्यसले टाउको हाल्छ ल भयो भयो मेरो खुट्टा के को खुट्टा काट्नु नि यस्तो भारी हो कि उतापट्टि लु देवालमा राखेर मिलाएर
यस्तो दुःख हो यहाँ बस्नु सजिलो गरेर बोकाइदिन्छ मलाई पखाइ भयो भाइ अब उठ्नै सकेन नगरे ल आइपुग्यो त उता बोकी यसले बोकी सजिलो भयो भने त त्यो भारी सजिलो भयो भने त सक्छ हौ कस्तो भारी खुट्टाले ठेक्न सकेन यत्रो मान्छ लुक एट हियर बोक्यो बोकामा भारी बोक्यो लुबो गाउँमा आएर भारी बोक्यो लुबो गाउँमा आएर वाक्क लड्यो भने यस्तो लड्यो भने भनेर नपन्न पर्दैन एकछिन त्यही बस्नु न होइन है अझै हाल्नुपर्छ रिग्रेट यो जसरी पनि पुऱ्याउ नानी जा अब त कहाँ त्यो उयो पुऱ्याउँछ त्यही पुऱ्याएर हुन्छ पैसा पैसा हेलो गाइज अब म चाहिँ पैसा र बोरा पुऱ्याउनु जानु लाग्यो है यहाँ छ बोरा जम्मा पैसा त झरेन नि जाम हामी जाँदैछौँ आधी घन्टा नि आइपुगेको छैन नि त जाम हामी अहिले कुद्नुपर्छ Oh my god. गाह्रो भयो पेट मेरो अब कुद्दै जाने क्या कुद्यो भने 1 2 3 गो हातहरू मेरो कस्तो भनेको अहिलेको भिडियोमा मेरो अनुहारै आएन छ कस्तो घाम पर्यो हामी अबे पढ़ाई लिखाई में ध्यान लगाओ IAS बनो और देश को संभालो लेकिन नहीं सिधा फेरि त्यसकै यो त्यो यहाँ छ अब फेरि यहाँबाट ल यसो छोपिदिने हो नि यस्तै तरिका यही हो गाडी आइज भयो जानुपर्छ टुप्पो माथि है हेर्नु है गाइस तपाईँहरूलाई लसुन रोप्न आउँदैन भने म सिकाइदिन्छु यस्तो रोप्ने यो चाहिँ तल पार्ने अनि यो चाहिँ माथि पार्ने यसो गर्ने अनि यहाँ यसो गरेर यस्तै रोप्ने अनि यस्तो गरिदिने भयो अनि भोलि उम्रिन्छ उम्रिहाल्छ नि है यो किन फाले यार यस्तो गर्ने यसलाई पनि यस्तो गर्ने यहाँनिर यस्तो गरिदिने मैले त केही नगरिकन गरिदिएँ ल रोप्दिउँ मैले त प्याज रोप्नु राखेँ दिदी यति प्याज रोप्नु हुन्छ भइहाल्छ नि यत्रो भएपछि त के चाहियो सबै देखाएर मलाई मात्रै देखाउँछु चाम्रो माटो है अझ अहिले त सुकेर यस्तो हेर्नु है दिदी सबै उम्रिँदैन नि फेरि कुहिएको त कुहिया त मैले यस्तै हाल्दै के काम त्यस्तो चियानी कति गर्छ कि उम्रिने कि नउम्रिने यसो गर्छु नि कहाँ हुँदो रहेछ त्यही भएर त्यो लसुन रोप्दा त त्यो लाउनु मिल्दैन त्यो हुँदैन खोल पसिना च्याप्प आउँछ अन्त पास हुन्छ के मरो पखाला अब ल लानु उ भन्छ त च्याप्प चाहिँ क्या यसले अघि हातले हालेर मल होइन मोए मोए भन्छ हातमा ध्यान अनि मोए गर्दै अन्त पन्जलाको हात यस्तो ठुलो मिसाको डोप बनाएन खोइ त डोर्नु हुँदैन त मैले गरेको त
अनि यहाँ उक्ल्यो भने मैले काँतिर रोपेँ कारो पनि थाहा छैन अब के गरौँ देखिराख क्या हेर न यसको भिडियो गर्ने स्टाइल ड्याङ बनाउनु होला नि टेकाको ड्याङ अब त्यो लसुन पनि छ्यामे त हातभरि गु लास्टमा त उल्टो रोपिँदा रहेछ क्या हो बाक्लो भइहाल्यो फेरि। च्याप्टो त हाल्दिने हो नि च्याप्टो च्याप्टो त फाले नरोपे त्यो कुहिएको कस्तो च्याप्टर भने कस्तो हुन्छ हुँदैन नि ए यस्तो कस्तो खाँदै ल्याएको मलाई हामीले त है अनि गरिदिनु अवस्था है अनि मेरो खुट्टा काम्दैन भने त्यसै अनि सहयोग काम पता ड्याम ड्याम ल उल्टो रोप्दो रहेछ यहाँ यति पनि के है यहाँ त एमलले पुग्छ होला है दिदी के हो नि यति एउटा ड्याम बनाउनु पर्छ है त्यही त 6 बजेर पुग्छ दिदी गाइज हेर्नु त यहाँ इस हामीले यहाँ लसुन रोपे अरू के होइन म सोझो भएर यिनीहरूले ऊ पाएको मात्रै हो नत्र भने त मैले ऊ गरेँ है यिनीहरू म दिँदै दिन्न थिएँ त्यो रिजन कम त मैले ल सक्यो है साथी हाइट हात खुट्टा धुने अब ओए